नमस्कार है सबैजनालाई। हामीले ग्रुपहरुमा तपाईहरुको यो साकाय होकेन छिर्ने विषयमा चाहिँ छिर्ने नछिर्ने भनेर एउटा जानकारी लिनको लागि मात्रै चाहिँ हिजो एउटा लिंक र यसको साकाय होकेन छिर्दा चाहिँ के कस्तो हुन्छ फाइदा बेफाइदा विविध कुराहरुको चाहिँ नेपालीमा लेखेर पठाएको थिएँ। यो मध्ये धेरै जनाले चाहिँ बुझ्नु भएन जस्तो लाग्यो हैन। त्यो भएर यो भिडियोको माध्यमबाट सबैको एक एक जनाले रिप्लाई दिन नसकेको भएर भिडियोको माध्यमबाट कसरी गर्ने र के हो भन्ने कुरा चाहिँ बुझाउन जाँदैछु। सबैजनाले एकचोटी सुनेर यो आंकेतको लागि पठाएको चाहिँ एकचोटी रिप्लाई दिदिनु होला है। र यो भनेको चाहिँ जापानको हाकेन कम्पनीहरुमा चाहिँ काम गर्ने स्टाफहरु सबै टोटल 51 जना भन्दा बढी भयो जापानको नियम अनुसार है। 51 जना भन्दा बढी भयो भने चाहिँ साकाय होकेन छिराउनु पर्ने हुन्छ के हैन। र अहिले चाहिँ हाम्रो त्यत्रो मान्छे पुगेको छैन। त्यो भएर ओके छ। अर्को वर्षको अप्रिलबाट चाहिँ मान्छे अलिकति बढ्दै गएको भएर साकाय होकेन चाहिँ छिर्नु पर्ने अवस्था आउन सक्छ। 51 जना भन्दा बढी हुन्छ नि। यदि त्यो भएको खण्डमा चाहिँ तपाईहरु अहिले गरिराख्नु भएको डिपेन्डेन्टहरु हुनुहुन्छ हैन, एज्यु भएकोहरु हुनुहुन्छ, नियोजन आइगुसा जो हुनुहुन्छ के गर्नुहुन्छ त भन्ने कुरा चाहिँ एउटा बुझ्न मात्रै खोजेको। यो तपाईहरुले यसको रिप्लाई दिएको आधारमा यही नै फिक्स भो भन्ने हैन के। हामीले चाहिँ यसका आधारमा के गर्ने भन्ने कुराहरु चाहिँ सरसल्लाह लिनको लागि मात्रै तपाईहरुले यो गर्दिन। कति जना चाहिँ काम छोड्नुहुन्छ यो भयो भने, कति जनाले चाहिँ कन्टिन्यू गर्नुहुन्छ, कति जना साकाय होकेन छिर्नुहुन्छ, कति जनाले चाहिँ 20 घण्टा भन्दा हैन कममा गर्नुहुन्छ भनेर बुझ्न खोजेको। त्यो भएर सबैजनाले यो रिप्लाई दिदा केही फरक पर्दैन हैन। पछि फिक्स भएपछि चाहिँ अरु कुरा हामीले भन्छौं। अहिलेलाई चाहिँ यो अवस्था कस्तो हुन्छ बुझ्न मात्रै खोजेको। त्यो भएर सबैजनाले रिप्लाई दिनु होला है। र यहाँ तीनटा अरु केही गर्नु पर्दैन हैन। तपाईहरुले यो लिंक खोल्नु, त्यसपछि तपाईको स्टाफ नम्बर चाहिँ तपाईहरुको स्टाफ नम्बर कति हो त्यो राख्नु होला। अहिले चाहिँ जस्तो उदाहरणको लागि मैले एक जनाको राखेर हेरे है। यो भयो स्टाफ नम्बर। त्यसपछि आफ्नो नाम चाहिँ कातागानामा लेख्नु होला है। यस्तो कातागानामा लेख्दाखेरि चाहिँ यसरी आफ्नो फुल नाम लेख्नु होला है। यहाँनिर चाहिँ मैले अहिले धक्काहरु मुकुति लेखे है, मेरो नाम लेखे। त्यसपछि लिडरले दिएको कम्पनीको नम्बर भनेछ। कम्पनीको नम्बर प्रत्येक ग्रुपहरुमा हामीले पठाएको छ हैन। त्यो नम्बर चाहिँ इन्ट्री गर्नु होला। जस्तो अहिलेलाई चाहिँ मेरो यो कम्पनीको नम्बर चाहिँ यो हो हैन। त्यो भएर यो गरे र यहाँ लेखेको छ तपाईहरु यदि पछि कुनै बेलामा अर्को वर्ष साकाय होकेनमा छिर्न परेमा के गर्नुहुन्छ भन्ने कुरा चाहिँ बीमामा छिरेर काम साकाय होकेन छिरेर काम गर्छु अथवा काम छोड्छु हैन, अथवा 20 घण्टा भन्दा कम काम गर्छु तर यही काम कन्टिन्यू गर्छु भन्ने मात्रै यति तीनटा कुरा बुझ्न खोजेको के। त्यो भएर यो भिडियो हेरेर हैन यो तीनटामा एउटा चुज गरेर 20 घण्टा भन्दा कम काम गर्छु भन्नेमा मैले गरे, अथवा कोइले चाहिँ साकाय होकेन छिर्छु भन्नुहुन्छ भने साकाय होकेन छिर्नेमा, अथवा काम छोड्छु भन्ने भने काम छोड्नेमा गरेर यो लास्टको बटन चाहिँ क्लिक गरिदिनु होला है। यो बुझ्न मात्रै हो। यसले तपाईलाई चेन्ज हुने अहिले केही पनि हैन। त्यो भएर बुझ्नको लागि एकचोटी यति चाहिँ गर्दिनु न सबैजनाले है। हस्, थ्यांक यू।